होइन भने म्याथलाई सहज बनाइदियो भने मैले अघि एउटा प्रसङ्ग जोड्थेँ, खेल्छ मात्रै पढ्दैन। आए पो पढ्नु त आउँदैन के गर्नु, होमवर्क गर्दैन भन्छु। होमवर्क गर्न जाने भने त्यसैले अर्काको साथ छ, आफै गरिहाल्छ नि। आउँदैन त के गर्नुहोस्, अब गाली गर्नुहुन्छ, पिट्नुहुन्छ होइन, अथवा म नजाने इन्फेरिटी कम्प्लेक्स हुन्छ पछि त उसलाई अझ। त्यसमा हामीले विभिन्न वे टेक्निकहरू अप्लाई गरेको थियो भने त्यो बच्चा पनि आउँथ्यो होला। हामीले कहिल्यै तपाईँको असाइनमेन्ट दिन जानेनौँ। हामीले जिम्मेमा जाएको त्यो होमवर्कको डोको बोकाउन मात्रै हो। त्यो पनि के गर्छौँ हामी, अभ्यासमा पुग्छौँ। अभ्यासमा पुगेपछि म वर्कआउट इक्जाम्पल सिकाउँछु अनि किताबमा कतिवटा वर्कआउट इक्जाम्पल राखेको छ। म त अथर पनि हो नि। वास्तवमा नानीहरूलाई अलिक मोटिभेट गरेर नानीहरू तपाईँहरू आफै त्यो वर्कआउट इक्जाम्पल अध्ययन गर्नुहोस्, त्यो अनुसारको प्रश्नै छ। म त अथर हो, यो कडगरामा छु अहिले। वर्कआउट इक्जाम्पलमा जस्तो प्रश्न राखेको छु मैले त्यस्तै प्रश्न प्रतिबिम्ब बनाइदिएको छु मैले एक्सर्साइजमा। त्यहाँ पढ्यो भने त्यहाँ गर्न सक्छ। आधा टिचरको काम गरोस् भन्ने हो उद्देश्य। हेर्नुहोस् है, तर हामी वास्ता गर्दैनौँ। हामीले आफ्नैले प्रब्लम 2-4 बनाउँछौँ, उसले सार्छ, अनि हामीलाई थाहा छैन त्यो एक्सर्साइजमा प्रब्लम के छ। एकैचोटि के भन्छ, 1 to 15 गरेर आइज। ल होमवर्क भनेको माइन्डमा राख्नु र टिप्नु होला। मेरो एउटा शब्द आज, होमवर्क मस्ट बी सेलेक्टिभ भन्छ क्या। सेलेक्टिभ हुनुपर्छ क्या, पर्पोजफुल हुनुपर्छ। पर्पोजफुल हुनुपर्छ। आज तपाईँले के सिकाउनु भयो त्यो पर्पसलाई मिट गर्ने हुनुपर्छ होमवर्क। इज द्याट क्लियर? अब तपाईँले त्यो एक्सर्साइजमा हेर्नु पऱ्यो नि। अझ म भन्छु, तपाईँले दिने होमवर्क चाहिँ हुन्छ भने 50% तपाईँले बनाएको हुनुपर्छ, किताबको होइन। बुझ्नुभयो? अब किताबको चाहिँ के हो त भन्दा उसको फर्दर ड्रिलिङको लागि हो, अभ्यासको लागि हो। अब हामीले फर्दर अभ्यासका लागि चाहिँ के देखाइदिएका छौँ उनीहरूलाई? प्र्याक्टिस बुक। बुझ्नुभयो नि अब मेरो कुरा? त्यो चाहिँ के हुनु पर्थ्यो? त्यही टेक्स्ट बुक हुनु पर्थ्यो। किन चाहियो अब प्र्याक्टिस बुक? तपाईँले आधा प्रब्लम बनाएर दिनुहोस् नानीहरूलाई, आफैले बनाएर। जस्तो एज अ पढाउनु भयो त्यस्तै 5वटा प्रब्लम दिनुहोस् न बोर्डमा। बुझ्नुभयो नि? जस्तो पढाउनु भयो त्यस्तै दिनुहोस्, अनि 5वटा प्रब्लम किताबबाट दिनुहोस्। उसले रमाइ होमवर्क गर्छ। ल हेर्नुहोस् त अब। अनि बाँकी होमवर्कलाई के गर्नुहोस्, तपाईँले आइतबार क्लास लिएको भने बुधबार देखाऊ है भन्नुहोस् न। त्यो प्रब्लम के भयो? अब असाइनमेन्टमा गयो। त्यही चिज होमवर्क भएन। होमवर्क भन्ने बित्तिकै डेली देखिन्छ, उसलाई बोझ हुन्छ त्यो कुरा, अनि होमवर्कबाट भाग्छ। त्यही भएर अब बल्ल रेस्पोन्सिबल हुन सिक्दैछ नानी। अब अनि तेस्रो प्यारामिटर भनेको चाहिँ रिसर्चले के देखायो भन्दाखेरि म्याथमेटिक्स भनेको चाहिँ नलेज अथवा म्याथमेटिकल स्किल अथवा नलेजबाट गरिने चाहिँ 75% मात्रै रहेछ। साइकोलोजी 25% रोल प्ले रहेछ म्याथमेटिक्सको। मलाई म्याथ जान्दिनँ, मलाई म्याथ गाह्रो भयो भनेर सुरु गर्यो भने म्याथ सकियो। अब यसको रोल 25% हुँदो रहेछ। जबकि हाम्रा बच्चाहरू लगभग 4-5मा पुग्दैखेरि उसले के भन्न सुरु गर्छ, म्याथ इज डिफिकल्ट। अब त्यो म्याथमा आएको नम्बर भनेको त हामीले प्रेसर गरेर ठोके जतिखेर रटाएर एक प्रकारले स्वतस्फूर्त होइन, बुझेर होइन। त्यो छ हाम्रो अवस्था। खास गरी बिहेभियर सिफ्ट भन्छौँ हामीहरूलाई। व्यवहारलाई कसरी सिफ्ट गर्ने र म्याथमेटिक्सलाई कसरी राम्रो बनाउने भन्छौँ हामी। एउटा तरिकाहरू छन्। चटक्क कोरेको हुन्छ, एसेम्ब्लीमा उभिएको हेर्नुहोस् त मजाले उभिन्छ, बोलेको सुन्नुहोस् त मिठो बोल्छ, जुत्ता हेर्नुहोस् त टक्क तुना बाजेर गर्छ, टाई हेर्नुहोस् त त्यही अनुसार लाग्छ, सफासुफ गर्नुहुन्छ। जो म्याथमा आलु छ नि 0 ल्याउनु, त्यसको अवस्था हेर्नुहोस् त। यसो कपाल हेर्नुहोस्, बुझ्नु मेरो भने अब कति क्लोजली एसोसिएट हुँदो रहेछ। अब तपाईँले त्यो विद्यार्थीको त्यो पक्ष पनि हेर्नु पर्यो नि त। म्याथ मात्रै निकालेर भएन नि त। त्यो पक्षलाई सुधार गरिदिनुहोस्, उसको म्याथमेटिक्स सुध्रने चान्सेस बढेर जान्छ। इज द्याट क्लियर? छोरीको के म्याथमेटिक्स छोरा र छोरीमा डिस्क्रिमिनेट हुन्छ? त्यो स्किल फरक पर्छ? परेन। अझ के भनियो भने एकदम बेसिक लेभलमा, सानो प्राइमरी एकदमै तल्लो लेभलमा, प्री अपरेसनल स्टेजमा त छोरीको बेटर हुँदो रहेछ म्याथमेटिकल स्किल छोराको भन्दा। सरप्राइजिङ कुरा। छोरीहरूको राम्रो, छोराको भन्दा पनि होइन। त्यो त अब विभिन्न फ्याक्टरहरू छ। छोरीको हाम्रो जस्तो सोसाइटीमा, हाम्रो मात्रै होइन विकसित देशमा पनि छ यो, अलिक बढी। अनि साग पखाल्नु पर्यो भने छोरो ओर्लिन्छ कि छोरी? होइन, चामल केलाउनु पर्यो भने बुझ्नु पनि छ।
धेरै अरू फ्याक्टर आउँछन् भनेकै त्यही हो, त्यो त नजाउँ अब अहिले। त्यसैले गर्दाखेरि नत्र इनिसियली भनेको चाहिँ एकदम सुरुवातमा अझ देख्यो, तर त्यो जेन्डरको डिस्क्रिमिनेसन हुने गरी होइन। The ratio of the number of girls and boys in a class is 3:4. If one girl leaves and 2 more boys joins the class, the new ratio becomes 4:8. Find the number of it. यो हेर्नुहोस् न, यसै गरी जाने हो कलरको आधार। फोटो खिच्न सक्नुहुन्छ, यसलाई आधार मानेर अरू गर्नु होला। टेक द फोटोग्राफ, सबै यो पेपर। र अब यो गरेर पनि हिसाब गरेर नम्बर दिन पाइन्छ। कहाँ भन्दा एक्टिभिटीमा, परियोजना कार्यमा, प्रोजेक्ट वर्क पनि दिन पाउनुभयो तपाईँले यसको विद्यार्थीहरूलाई। यसले कन्सेप्चुअलाइज लर्न गरायो। हेर्नुहोस् है, म दुईटा बराबरको कथा भन्दैछु नानीहरूलाई। पेन्सिल देखाइदिनु न उनीहरूलाई, यो जत्रो छ, यो पनि त्यति नै लामो छ, देखाइदिनुहोस्। अनि यसको मोटाइ जत्रो छ, यसको मोटाइ पनि यत्रै छ, होइन? अनि मैले यसरी यो डट पेन राखेँ भने यो डट पेनको यतापट्टि जति ग्याप छ, यतापट्टिको मुख पनि त्यत्रै छ। त्यसैले सम्पूर्ण रूपले यो चिज के छ, बराबर छ। त्यसैले यो बराबर। अब मैले यसो गर्दै गएँ, यिनीहरू यो डट पेनले यो डट पेन त बराबर छ, थिकनेस पनि बराबर छ, तर अब हेर्नुहोस् त, मुख ठुलो भयो। तपाईँले भनेको मुख चाहिँ यतापट्टि ठुलो भयो, यतापट्टि सानो भयो। सानो मुखले के खान्छ? ठुलो मुखले। यसरी कथा पढाइदिनुहोस् नानीहरूलाई, कति रमाइलो।